घन्टी बजाउनु घन्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी जेएनजी पार्टी होइन ल विश्वकर्मा बाबा कि राम्रोसँग कुद्नु भन्नु अलिक उ गर्नु राम्रोसँग अलि ठुलो स्वरले मलाई नलडाउनु मलाई नलडाउनु तेल थोरै खानु धेरै माइलेज दिनु भाइले खै त अनि भनेको आफ्नो साइकलमा स्पिड कुद्नु है स्पिड कुद्नु अरू कस्तो कस्तो हाम्रो चाहिँ यस्तो पूजा भइसकेको छ हुँदैछ यहाँनिर कार्यक्रमहरू ओहो पैसा खै ओए हेर्नु यहाँ पैसा हेर्नु न त सेतो देऊ न त सेतो चल्दैन त नेपालमा चल्दैन अलि भन्दै गर्नुपर्छ क्या भन्दै जोक्दाखेरि चाहिँ गल्ती नदेखाउनु भन्नु जोक्दाखेरि गल्ती देखायो भने चाहिँ फेरि हुँदैन मार्छन् नि मान्छेले टिको लाएर टिको लाउँदा हात थाप्नुपर्छ भुइँमा झर्छ हो जेको लाए पनि जान्दिनौ अनि पैसा कति पायो भिडियो बनाउनु देऊ नि त हो त 1000 मैले दिएको हो त दाजुले देऊ न अङ्कलले दिएको मैले दिएको चाहिँ यो नोट हो यता देखाइदेऊ न अङ्कलले दिएको नोट यता देखाइदेऊ न क्यामेरामा देखाइदेऊ न मैले दिएको त कमाएको हेलो गाइज स्वागत छ नयाँ भिडियोमा कस्तो देख्यो एकदम छ कता देख्यो नि हो आज चाहिँ हाम्रो विश्वकर्मा पूजा हो यहाँनिर हामीले बाइक पूजा गर्न लागिरहेको छौँ तालुराम प्रसाद फुँयल दाजु उहाँ अब दाजु बाइक पूजा गर्दै हुनुहुन्छ यहाँ भाउजू आउनु भएको छ ऊ यहाँ साइकलहरूको यस्तो छ केही भन्न चाहनुहुन्छ दाजु पूजा गर्ने बेलामा केही भन्न चाहनुहुन्छ भने भनिदिनु हाम्रो भिडियो चाहिँ सबैजनाले हेरिदिनु होला धेरै दिन पछाडि आज मैले युट्युबमा भिडियो हाल्दैछु होइन टक्क सबैले हेरिदिनु होला माया गरिदिनु होला है त तपाईँहरूको कस्तो भयो विश्वकर्मा पूजा भन्नुहोस् कमेन्ट गर्नु होला इधर से देखो उधर से देखो ला 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 यो चाहिँ हाम्रो भाइको साइकल हो यहाँनिर स्ट्यान्ड छैन यो भाउजूको साइकल यो दाजुको बाइक दाजु जानु न छिटो पूजा गर्नु न घन्टी बजाउनु घन्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी जेएनजी पार्टी होइन र भाइ पनि उताबाट पूजा गर्न आउँदैछ पूजा गर्न भिडियो खिचेको छैन भिडियो आउँदैन भिडियो नखिच्नु भन्छ हो भिडियो कहाँ खिचेको त यो यता बाबालाई खिचिराख उसलाई चाहिँ फोटो खिच्ने भिडियो खिच्नु हुँदैन अरे ल विश्वकर्मा बाबा कि राम्रोसँग कुद्नु भन्नु अलिक उ गर्नु अलि ठुलो स्वरले मलाई नलडाउनु मलाई नलडाउनु तेल थोरै खानु धेरै माइलेज दिनु अरू पम्चर नहुनु खर्च अलिक कम्ती गर्नु नलड्नु नफुट्नु भाइले चाहिँ घन्टी हल्लाउँदैछ यहाँनिर देखाएको छुइनँ हौ अगाडिबाट लेख्दै हुनुहुन्छ हो ऊ लेखेको ऊ अरे यस्तो यो चाहिँ तेलको ट्याङ्कीमा थोरै तेल खानु यो इन्जिन हो इन्जिन चाहिँ
इन्जिन नखराब हुनु नखराब हुनु खराब हुनु कहिले नखराब हुनु खराब नहुनु नि नखराब हुनु तिम्रो आउँदैन हौ तिम्रो भिडियो बनाएको छैन यता भन्छस् भने यो टायर चाहिँ भाइ कहिले पनि पङ्चर नहुनु टायर हो त्यस्तै हो ल यता हाम्रो भाउजूले पनि पुज्दै हुनुहुन्छ अब साइकलको पालो आएको छ फुलहरू पनि यसो चढाइ बक्सिनुपर्छ 1.5 मिटरमा 1 मिटर देखाउनु देखाउनु के भन्नु भाइको साइकलको पालो आयो भाइ र साइकल उठाउने लडिरहेछौ बिहालत भएर बनाउँदिन हो यो भाइको साइकल उठाउँछ भाइले यता 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 ल्याउने यता बहिनी कहाँ हिँड्ने कि यहाँ आऊ न यहाँ भाइले खोइ त अनि भनेको आफ्नो साइकलमा स्पिड कुद्नु है स्पिड कुद्नु अरू कस्तो कस्तो भन्नु पर्यो नि त कहाँ नि खोइ पूजा गर्यौ साइकललाई हाम्रो चाहिँ यस्तो पूजा भइसकेको छ हुँदैछ यहाँनिर कार्यक्रमहरू ओहो पैसा खै ओए हेर्नु न पैसा हेर्नु न हो त सेतो देऊ न त सेतो चल्दैन त नेपालमा चल्दैन यहाँ भनिदेऊ न केही कस्तो के कस्तो खालको चाहिँ हेरौँ त्यो चाहिँ मात्र देऊ न गाइज अब यो अब 10 रुपियाँ म राखिदिन्छु ल हराउँछ म राखिदिन्छु हौ हराउँछ भन्छु त झन् ल यतापट्टि उ रहेछ 10 रुपियाँ चाहिँ म थपिदिन्छु लुगा किन्न लुगा किन्न थपिदिएर 10 रुपियाँ टिको लगाइदिएर अलिअलि भन्दै गर्नुपर्छ क्या भन्दै नयाँ मल त आधा भुवा छ तिमी नि यता हेर पूजा गरिदेऊ हाई भनिदेऊ न के हो यहाँ चक्लेट चढाएकै छैन के अरे काठको दिले ए कुकुरको बाम बाइकले चक्लेट नि खान्छ र त्यो कुन चाहिँ ल्याएर खाइदिन्छ अहिले बिरादले बाइकको मुख के छ मैले उता नि उहाँले आँखा बनाएको छु स्कुटीमा यस्तो कलर लगाइदिए होइन नि आँखा बनाइदिए नाक अनि मुख पनि बनाइदिए भरे मेरो युट्युब च्यानलबाट आउँछ यो भिडियो हेर ल लाइक पनि गरिदिन्छु ल तपाईँको लाइक नबढाउने तपाईँको कति लाइक बढाइदिन्छु हो त तिमीले गर्दा बढेको मेरो लाइक होइन म भन्छु नि साथीहरूलाई ल अब यतापट्टि यो के हो खसी ए यहाँनिर यो अगरबत्ती राख्ने ठाउँ रहेछ यो होइन खसी क्या भरे काट्नु पऱ्यो नि अङ्कल यसमा नै खुट्टा हाल्नु पाउँछ नि खसी जस्तै हुन्थ्यो ल अब त्यहाँनिर छोटो भयो दाजु अङ्कल त्यो पहिलाको निकालेर लाउनु न तर भने पहिलाको मिल्दैन नि त फेरि निकाल्नु हुँदैन त्यही लाउनु हो छोटो भइगयो नि यत्रो ठुलो भयो नि थाहा छैन के अरे यत्रो ठुलो भयो नि थाहा छैन तपाईँलाई अहिले तात्तिने गरी अनि लामो काटिदिन्छ नि चाँडा बाँध्दा हुन्छ त लामो काटेको भयो कतिवटा काट्नु बान्ने अब यहाँ दुइटा यहाँ अब दुइटा हो त्यो माथि त्यो लुकिङ ग्लासमा नि बाँध्न पाउँछ फरक हुन्छ नि त हिँड्दाखेरि भाइको साइकलमा यहाँनिर अब यहाँ विराज यहाँ आइदा त्यो साइकलमा बनाउनु पर्यो त्यही गर्नु हुँदैछ साइकल उठाएर त गर्नु हो सुत्दै भाइ हेर्नु न दादा ठुलोमा सुधु लगाइदिनु भयो दामी छ नि हेर त अगाडि गएर मलाई कस्तो देखेँ तपाईँलाई राम्रो जस्तो देखेछ अब यहाँनिर चाहिँ हाम्रो यो जोख्नेको अङ्कल यो हाल्ने अमलाले पो हो त तर उल्टो अमला गर्नु बोतलले नि हुन्छ अर्कोले नि हुन्छ
म त भाँचेको त ए के भएर स्ट्यान्डमा ढुङ्गाले हानेको ला मैले आफै अफेर गर्नुपर्छ हेर ल जोक्दाखेरि चाहिँ गल्ती नदेखाउनु भन्नु जोक्दाखेरि गल्ती देखायो भने चाहिँ फेरि हुँदैन मार्छन् नि मान्छेले अनि त पुरै भाँचेको त अनि ल चक्लेट खानु भन्नु चक्लेट खानु हो भरे माला चोरा खाइदिन्छु मिश्री पनि खानु ल भरे माला चोरा खाइदिन्छु भन्नु न खान्न म त खानुहुन्न देख्नु भने ल अब अरू सक्यो हाम्रो पूजा कार्यक्रम ए टिका लाउनुहरू छ ल पैसा दिनु टिका लाएर पैसा माग्नु पैसा म त नदेखाउन यहाँदेखि मलाई लाग्छ कस्तो हामी यस्तरी देखाउँछु नि देखेन फेसबुक त म देखाइदिन्छु ल यल्लो हुन्छ यल्लो हुन्छ रेड हुँदैन राम्रो छ राम्रै छ यसलाई चाहिँ टिका लाउँदा हात थाप्नुपर्छ भुइँमा झर्छ हो जेको लाए पनि जान्दिनौ अनि चक्का पनि खानु खोइ पैसा कति पा पैसा एक छ होला पनि देख्नु ल चक्का खान्छु यो खानु अर्को यो खानु यो खान्छु खानाकै धन्दा कसलाई के धन्दा घर ज्वाइँलाई खानाको धन्दा गाइज मलाई पनि आयो यहाँनिर अब खाइन्छ नमस्ते मेरो गाइस मेरो पैसा धेरै छ रिस्क हो नि त रिस्क दा यो चाहिँ मैले दिएको भिडियो बनाउनु जल्दी देऊ नि त भिडियो बनाउन पैसा माग्नुहुन्छ कि भरे हो त 1000 मैले दिएको जस्तो उता दाजुलाई देऊ न अङ्कलले दिएको होइन अङ्कल यो अनि साराजन भएको यो दिराजले दिएको उता गाइज मैले दिएको चाहिँ यो नोट हो यो दादाले दिनुभएको है यो अनि यो अङ्कलले दिनुभएको यता देखाइदेऊ न अङ्कलले दिएको नोट यता देखाइदेऊ न क्यामेरामा देखाइदेऊ न क्यामेरामा अङ्कल दिएको नोट अङ्कल दिएको दादाले दिएको नोट मैले दिएको त हो यो मैले कमाएको बेता गाइज हाम्रोतिरको हेर्नु त आकाश कति खुल्ला छ आम्मामा यहाँ हेर न यहाँ कस्तो राम्रो देखिएछ भ्यू मोबाइल अनुसार हुन्छ क्या बुइनी मोबाइल अनुसार हुन्छ ल यति भन्दै हाम्रो विश्वकर्मा पूजा सकिएको छ भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद तिमी आइसक्यौ केही भन्न चाहन्छु भने भन यही भिडियोबाट के भन्नु ल स्टार्ट गरेर नि देखाइदिने ल यता सोल्टीले चाहिँ चाबी लिएर आइसक्नु भएको छ भएको छ हाम्रो गाडी स्टार्ट भएको छ जाने ल जाऊ राम्रोसँग जाऊ